केही समयको लागि हेर्नुहोस्, सायद तपाईँलाई मन पर्न पनि सक्छ। अब यहाँ के छ भने सपोज गरौँ ए बराबर बी छ। म दुवैतर्फ ए ले मल्टिप्लाई गरिदिन्छु भने यता हुन्छ ए स्क्वायर उता हुन्छ एबी। दुवैतर्फ बी स्क्वायर सबट्र्याक्ट गरौँ जसमा हुन्छ ए स्क्वायर माइनस बी स्क्वायर उतापट्टि हुन्छ एबी माइनस बी स्क्वायर। भने यो लेफ्ट ह्यान्ड साइडको ए स्क्वायर माइनस बी स्क्वायरलाई हामी ए प्लस बी ए माइनस बी लेख्न सक्छौँ भने राइट ह्यान्ड साइडमा बी कमन छ भने त्यसमा लेख्न सक्छौँ हामी ए माइनस बी। दुवैतर्फ ए माइनस बी छ भने म यसलाई क्यान्सल गरिदिएँ भने बच्यो यता लेफ्ट ह्यान्ड साइडमा ए प्लस बी र राइट ह्यान्ड साइडमा बी मात्रै। अब हामीलाई थाहा छ ए र बी बराबर हो ए इक्वल टु बी मानेको भने ए को ठाउँमा हामी बी लेख्न सक्छौँ र बी प्लस बी भयो। यतापट्टि बी छँदैछ भने बी प्लस बी टु बी हुन्छ उतापट्टि बी भयो भने दुवैतर्फ बी छ फेरि क्यान्सल भयो भने यता बच्छ लेफ्ट ह्यान्ड साइडमा 2 र राइट ह्यान्ड साइडमा बच्छ 1। अब यो 2 इक्वल टु 1 त अभियसली हुँदैन भने कहीँ मिस्टेक त भएको हुनुपर्छ। अब तपाईँले कहाँ मिस्टेक भएको छ यो फाइन्ड गरेर कमेन्ट गर्नुहोला।